आमा तपाईँलाई साह्रै गाह्रो भएको गाह्रो भएको यसो गरिदिनु नि त है हामीले एकजनालाई उठाइदिउँ नि त है अब अलि डिस्टर्ब पनि गर्न नमिल्ने हजुरलाई बस्नु एकजना उठिदिनु नि त एकजना उठिदिनु पर्ने भयो एकैछिन मान्छेलाई उठाउनु पनि नमिल्ने गाह्रो छ है हाम्रो जवान केटाकेटीहरू कोही छैन यहाँनिर बस्ने सिटमा जवान केटाकेटीहरू त हुनु पर्यो तर आमालाई गाह्रो भयो है आमा तपाईँलाई साह्रै गाह्रो भएको गाह्रो भएको यसो गरिदिनु नि त है हामीले एकजनालाई उठाइदिउँ नि त है अब अलि डिस्टर्ब पनि गर्न नमिल्ने ल आमा ल यहाँ बस्नु ल ओहो ल दिदीलाई धन्यवाद है ल आमा बस्नु ल ल आमा हाम्रो दिदी जस्तो यस्तो मनकारी दिदी है तपाईँलाई धेरै धेरै धन्यवाद छ है ल धन्यवाद है मेरो भ्युअर्सहरूले पनि धन्यवाद ब्लग ब्लग हाम्रो दिदीको शुभ नाम नि के हो नि हजुर 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 तपाईँ यस्तो यस्तो असल मान्छेहरू धेरै खाँचो छ नि तपाईँलाई सबै आशिष मिलोस् है तपाईँको परिवार सुख शान्ति होस् यति राम्रो मनकारी हुनुहुँदो रहेछ गडले देख्दै हुनुहुन्छ दिदी है यस्तो कुराहरू दुख्न दिनुहुन्छ गडले तपाईँलाई आमाको आशिष पनि छ होइन